पुरा बर्खा लाग्यो आलु गौलीमा आइपुग्यो है फाइनली पैसा दिए नि आन्टीले कति दिएको है हो त्यो चाहिँ टोडाको बुद्ध चोक हामी चाहिँ यहाँबाट आएको अब यहाँपट्टि प्रवेश वेलकम माई युट्युब च्यानल तपाईँहरूको साथमा साने तामाङ आइसकेको छ सबै तपाईँहरू सधैँ हुनुहुन्छ मन सधैँ हुनुहुन्छ अब हामी चाहिँ निक्लेको फाइनली मुसो यता छ भइसक्यो पर्दैन ढोका सिल्दुर अब ऊ त्यहाँबाट बस आउँछ अन्त जाने हामी चाहिँ अब हिजो कपाल सबल काटियो आयो घरमा नि अलिक बेलुका भएको थियो अब सो अब हामी हिँड्नुपर्ने हुन्छ बस आएपछि आलु चाहिँ फेरि एकचोटि हेर्नु मन लाग्यो मलाई पुरा बर्खा लाग्यो हुसु डुम्मा भइरह अब झोला यहाँ छ झोला सोला प्याक गऱ्यो अब झोला बोक्ने होइन मैले चाहिँ अब झोला कति छोटो बनाइराखेको छ कि आमा अब यहाँ पोको छ एउटा मेरो बुढी पोपो लाग्यो म उसको अहिले अब हिँड्नुपर्छ हामी चाहिँ बस आएन है ज्याकेट पर्दैन मुसुको अब झोला यहाँ छ झोला भिड्ने हो अन्त हिँड्ने है कडा हो होइन खोजिदियो नि त एउटा पैसा दिए नि आन्टीले कति दिएको है हो फ्रुटी खानु ल पैसा हो के खान्दा फ्रुटी नखाने झोला सोला भिडिएको छु अब जुत्तो कालो त्यही छ म त चाहिँ छैन कुखुरा नि यहाँ रहेछ अब फाइनली अब हामी चाहिँ चट्टा लगाएर हिँड्नुपर्छ एकछिनपछि बस आएपछि त्यही हो अब उता पुगेपछि झोला सोला भिडेपछि अब जुत्ता सुत्ता लागेको छ अब कुखुरा 30वटा बाख्रा 30वटा छ है हाम्रो घरमा मोबाइल हेर्दै हुनुहुन्छ मैले पानी पराइ छ बाई बाई नगर्ने चाचालाई बाई बाई गर्नु ल छोरी नगर्ने पैसा पुगिन हो बस आइपुगिसक्छ है यहाँ पर्दैन यहाँ त पावर जल हुन थाहा हाम्रो त पावर जल म चाहिँ देवालीमा जान लगाएर है ससुरालीमा देवाली छ त्यही कारणले मेरो नि काम छ छुट्टै म चाहिँ हिँडेको अब बसमा ल हामी चाहिँ हिँडियो अब बस रोकिन्छ यहाँ एकैछिनपछि मुसा आऊ छिटो यहाँ आइपुग्यो है बस दोषको रहेछ बस चाहिँ सो फाइनली अब हामी चाहिँ हिँड्नुपर्ने हुन्छ यता हो भन्ने त्यसलाई यता हो भन्ने टाटा खै टाटा गरेको नगर्ने ल जान्छ ल बस आइसकेको छ हारन बजाउनु न हारन फाइनली बसमा चढिसकेको छ है कम्ती है बसमा चढियो एकैछिन है हिँड्नु सक्छ बस यस्तो खतरा छ कि होइन यो चाहिँ सिगर रोड बजार पुरा पानी परिरहेछ त्यो भने अहिले तनाव हुन्छ पानी पर्दा बजारतिर नि है बोली मैले एकैछिनको लागि खोला चाहिँ
त्यहाँबाट त राम्रो आउँदैन त्यति भित्र हाम्रो सामान छैन क्या सामान हाल्नु पर्ने हुन्छ आलु लौलीमा आइपुग्यो है फाइनली हामी एकैछिन ब्रेक है हेरौँ एकैछिन ब्रेक भन्नाले एकैछिन टोइलेट बस्ने टाइम है अब गुरुजीले राख्नु भएको छ अब मलाई त टेन्सनै भएन नि के फ्याले यस्तो फोहोर फ्याले रहेछ यो त अब हामी चाहिँ हिँड्नुपर्ने हुन्छ अब ब्रेक एकैछिन गरेर अब बस चाहिँ यो छ भोलि चाहिँ खलाइ छ आज भोलि चाहिँ होइन ल ठिक छ बाह्र घुम्ने है 12 घुम्ने ल हेर्नुहोस् 12 घुम्ने फाइनली हामी बजार पुगेर कता चल्थ्यो है बजार आएर अटो चढिया छ अब उता न्युर पानी जाने म्याजिक पार्क अनि त्यहीँ बस्नु पुगेन भयो तर पानी परेर हो के हो त्यति गर्मी चाहिँ गर्मी छैन होइन पानी परेर त्यहाँ बसेको मासतिर सिम्मा झ्याङतिर त पुरा कायम रहेको म त एकचोटि चिसो भएको थियो कि पानी परिरहेको थियो मासतिर त यहाँ 10 बजेतिर त परे हो तर नभए पहिला आउँदा यस्तो गर्नु हुन्थ्यो कि यतिर है होइन त्यो पानीबाट कस्तो गर्नु भएको थियो आज भोलि चाहिँ त्यति छैन यतिको जतिको थियो होइन त त्यो चाहिँ हेटौडाको बुट्टा चोक हामी त यहाँबाट आएको थियौँ अब यहाँपट्टि प्रवेश हुनुपर्छ हामी चाहिँ जानुपर्ने हुन्छ गाडी त के हो गरम आउँछ त म्याजिकमा हो तपाईँलाई हजुर हो यतातिर रोकिदिनुहुन्छ हामी चाहिँ फाइनली तल रोड हाइवे थियो हाइवेबाट ओर्लिएर आइसकेको छ के खाँदैछ उयोले खाएर मुसु नै खाँदैछ पुग्नुपर्छ यो मासतिर म चाहिँ धेरै छैन 5 मिनटमा पुगिन्छ हामी चाहिँ फाइनली म चाहिँ ससुराली आएर कभर फेरिसकेको छ अब यति नै हो आजको भिडियो चाहिँ अब भिडियो लास्टसम्म हेर्नुभयोमा धेरै धेरै धन्यवाद भन्दै लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला।